हेलो गुड मर्निङ कस्तो हुनुहुन्छ तपाईँहरू अनि हामी पनि यहाँ ठिकै छु। आज चाहिँ हामी घरमा तोसक बनाउन लाग्यो नि त। नयाँ तोसक सेवा तयार चाहिँ आज बनाइमा आएको नि त। आएको मजा नभएर घरमा नभएर भन्दा यो मान्छेहरू आउँदा अहिले छैन नि त, सानो सानो मात्रै सानो सानोले के गर्नु भनेर चाहिँ ठुलो खालको बनाएको नि त एउटा तोसक। नानी चाहिँ त्यहाँ त्यसको पिङको छेउमा राख्यो भने यो ओछ्याइदिएर चाहिँ त्यसले चाहिँ मेरो पिङ पिङ भन्दै माग्दै भक्कै लाउँदै थियो नि त। अनि त्यो भैयाको त के सामानहरू हुँदो रहेछ नि त्योहरू अन्त माग्छ घरिघरि। चाहिँ पानी उयो गर्नु गएको हावा फ्याँक्नु, पानी चाहिँ छैन जुन चाहिँ बेर आउने त्यसमा चाहिँ छैन आउनु। कस्तो टाइम लाग्छ अर्को भएर चाहिँ बगेको उता सुस्तो आज त उल्टा जग्गाबाट पानी बग्यो त है भन्दाखेरि हेर्दै थिएँ म। पानी चाहिँ लास्टमा चाहिँ भएको रहेछ नि त, यता ट्याङ्की चाहिँ भरेर चाहिँ त्यो पानी वापस हुँदो रहेछ नि त। त्यहाँदेखिको हतार बन्द गरिकन त्यहाँदेखिको फेरि उयो गरेर चाहिँ बनाएर चाहिँ आएको नि त। भएको थिएन नभए चाहिँ थाहै त थिएन कसरी के हो। फर्स्टमा चाहिँ किन भएन भन्दै हेर्दै थिएँ नि त। चाहिँ त्यो घरमा बनाएर आएर चाहिँ त्यसले चाहिँ पुरा चाहिँ भिडियो बनाएर ल भनेर छोडेर चाहिँ म चाहिँ स्कुलमा गएँ नि त। भित्र घरहरू सफा हुन्छ, खानाहरू पकाएकै थिइनँ, खानाहरू पनि दिनु पर्दो रहेछ नि त। अन्त खाना पकाउँदै बसेँ, खाना पकाएर चाहिँ घर सफा गर्नुपर्ने थियो नि त। त्यो भएर चाहिँ बसेँ उयो गरिकन हो। भैयाले चाहिँ यतानिर उयो बनाउँदै थियो नि त तोसक, उसलाई चाहिँ भिडियो बनाउला है के गरेर सबै भिडियो बनाउँदो रहेछ त। हाँस पनि उठेर पर्दैन यत्रो बनाउनु भने चाहिँ भैया चाहिँ म चाहिँ किचन लिप्दै थिएँ नि त। किचन नलिपेको कति भन्थ्यो ठिक्कै छु किन्ने उसले चाहिँ उयो लिएको थियो नि त के भन्छ त्यसलाई माटो। अन्त आज चाहिँ म लिपेरै छाड्छु भनेर चाहिँ अन्त खप्पै सामानहरू भुइँमा भएको सामानहरू सबै बाहिर लगेर चाहिँ म चाहिँ घर लिपेर चाहिँ उयो गरेको नि त। घर लिप्छु भनेर चाहिँ नि कति भन्छ कता टाइम लाग्दो रहेछ तिनीहरू किचन लिप्नु पनि के भएको होला है। त्यहाँदेखि चाहिँ सबैलाई एक्सिडेन्ट चाहिँ म त आएको भैया मेरो यो लास्टको भिडियो बनाऊ भन्दै भैयाले मलाई चलाउ भिडियो बनाऊ भनेर सिकाउँदै नि त। आफै भन्छ कस्तो लाग्छ मेरो भेन्नु तोसक दामी बनाउँछु म भन्दै भैयाले भन्दै थियो। हाँस पनि उठ्छ के सबै मजाक गर्नेहरू मात्रै थियो नि त। अब सधैँ भेटिरहने चिनिरहने भैया हो नि त। तपाईँहरू चाहिँ भएन नि सिकाएको। अन्त कस्तो लाग्छ के लाग्छ भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नु बिर्सिनु।